सबैजनालाई नमस्कार। आजको यस नयाँ भिडियोमा हामी फ्रान्सकी अन्तिम महारानी मेरी एन्टोनेट, उनको जीवनशैली र उनको जीवनमा देखिएका उतार चढावको विषयमा रहेर छलफल गर्नेछौँ। भिडियो सुरु गरौँ है त। भिडियो पूर्ण रूपमा हेरिदिनु होला। फ्रान्सकी महारानी मेरी एन्टोनेट को जन्म सन् 1755 नोभेम्बर 2 मा अस्ट्रियाको भियना सहरमा भएको थियो। उनका बुवा अस्ट्रियाका सम्राट फ्रान्सिस प्रथम र उनकी आमा मदर थेरेसा थिइन्। उनका जम्मा 16 जना सन्तान मध्ये मेरी एन्टोनेट 11औं छोरीहरू मध्ये अन्तिम छोरी थिइन् भने उक्त राजाका 5 जना छोराहरू थिए। यसरी मेरी एन्टोनेटको बाल्यकालको नाम चाहिँ आर्चड्युचेस मारिया एन्टोनिया थियो। उनी ठुलो परिवारमा हुर्केकी थिइन्। उनको बाल्यकाल उनका बुवा तत्कालीन अस्ट्रियाका सम्राट भएकोले सत्ताको मोहमा उनी पनि सानैदेखि लिपिएकी थिइन्। यसरी हेर्दा मेरी एन्टोनेट को सन् 1760 को दशकमा युरोपमा शक्ति सन्तुलन मिलाउनका लागि फ्रान्स र अस्ट्रिया बीच शत्रुता अन्त्य गरी गठबन्धन बनाउने निर्णय भयो। त्यसको परिणामस्वरूप यसै रणनीतिको एक भागको रूपमा उनीको विवाह फ्रान्सका राजकुमार लुई अगस्टसँग गर्ने तय गरियो। लुई अगस्ट भनेका ती व्यक्ति हुन् जो पछि लुई 16औं भएर फ्रान्सको राजगद्दी सम्हालेका पनि थिए। यसरी करिब 14 वर्षको उमेरमा आफ्नो घर छोडेर फ्रान्स जानु पर्यो उक्त महारानीलाई। यसरी उनी जब फ्रान्समा प्रस्थान गरिन् तब त्यति बेला लुई 15औं को शासन चलिरहेको थियो। यसरी लुई 14औं, लुई 15औं र लुई 16औं को यी 3 जना चाहिँ फ्रान्सेली राज्य क्रान्ति हुनुभन्दा अघि र फ्रान्सेली राज्य क्रान्ति सम्मका अन्तिम 3 जना राजाहरू हुन्। यसमध्ये सबभन्दा धेरै शासन गर्ने लुई 14 हुन्। उनले 1643 देखि 1715 सम्म करिब 72 वर्ष 110 दिन शासन गरेका थिए। यसरी जम्मा फ्रान्सको राजगद्दीमा बसिरहेका लुई 14औं, 15औं र 16औं क्रमशः लुई 15औं को मृत्यु पश्चात सन् 1774 मा लुई 15औं को मृत्यु पश्चात राजगद्दीमा बस्छन् लुई 16औं। लुई 16औं की रानीको रूपमा मेरी एन्टोनेट राजगद्दीमा गद्दी आसीन हुन्छन्। जब लुई 16औं राजा बन्छन् तब उनी भर्सेलिजको दरबारमा एकदमै विलासी जीवनशैली र महँगो खर्चिलो जीवनशैलीका कारण उनी विश्वभरि चर्चित हुन्छन् महारानी। उनी आफू महारानी बेलायतको फ्रान्सको महारानी हुँदा जम्मा 18 वर्षकी थिइन्। युरोपको इतिहासमै सबैभन्दा चर्चित र विवादास्पद रहेकी उनी विलासी जीवनशैलीको प्रतीक मानिन्छन्। उनी महँगा कपडाहरू, जटिल केश विन्यासहरू, कपालको हेयर स्टाइल मिलाउन उनले सयौं ब्युटिसियनहरू राखेकी थिइन्। यस्तै उनी महँगा कपडाहरूमा सोखिन थिइन्, जुवा क्यासिनोमा रमाउँथिन्, ठुला ठुला भव्य पार्टीहरू आयोजना गर्थिन्। उनी आफ्नो लागि छुट्टै कृत्रिम गाउँ, कृत्रिम भिलेज सिर्जना गरेकी थिइन्। उनलाई पैसा खर्चने उनको स्वभाव थियो। यसरी उनलाई राज्यको सार्वजनिक ऋण समेत बढाएको भनेर फ्रान्समा आरोप लागेको थियो। त्यसैले यी महारानीलाई फ्रान्सको जीवनकालमा फ्रान्सको इतिहासमा म्याडम डिफिसिट अथवा घाटाकी महारानी भनेर पनि चिनिन्छ। यिनी एकदमै एक हीरा उत्पादन
मा एकदमै विवादास्पद थिइन् र उनलाई सबैले विदेशी नागरिक अथवा अस्ट्रियन वुमन भनेर त्यहाँका तत्कालीन जनताहरूले झन बढी रिस अथवा आक्रोश गर्दथे। यसरी सन् 1789 फ्रान्सको राज्यक्रान्ति निरङ्कुश राजतन्त्रलाई अन्त्य गर्न र गणतन्त्र स्थापना गर्न सुरुवात भए सँगसँगै फ्रान्समा 1991 गणतन्त्र पनि स्थापना भयो, जसको फलस्वरूप अब राजा र महारानीहरू नहुने भए। उनीहरूलाई सधैँका लागि बन्दी बनाइयो र यसरी बन्दी बनाउने क्रममा राजाले शाही परिवारलाई जेलमा राखिसकेपछि राजा सन् 1793 जनवरी 21 गिलिटिनले काटेर तहस नहस पारेर एकदम दुःखद रूपमा मृत्युदण्ड दिइयो भने रानीलाई क्रान्तिकारी न्यायाधिकरणद्वारा देशद्रोहीको मुद्दा पनि लगाइयो र देशद्रोहको आरोपमा सन् 1793 अक्टोबर 16 उनलाई पनि गिलिटिनले काटेर तातो पानीमा चोबलेर पेरिसको प्लेस डे ला रिभोल्युसन भन्ने ठाउँमा दर्दनाक रूपमा दुःखद रूपमा मृत्युदण्ड दिइएको थियो। यसरी एक विलासी खर्चिलो भनौँ संसारकै सबभन्दा बढी खर्च गर्न सक्ने एक महारानीको मृत्यु एकदमै दुःखद तौरबाट गरियो र भर्सेलिस दरबारकी महारानी र वैभवको मालिकनीको दुःखद अन्त्यको कहानीलाई यसलाई इतिहासकै सबैभन्दा बढी चर्चित र विलासी रानीको रूपमा चिनिन्छ र उनी युरोपको इतिहासमा अहिलेसम्म सबभन्दा धेरै चर्चा पाएकी र विवादमा रहेकी महारानीको रूपमा पनि लिइन्छ। हस्त नमस्कार।